हेलो एभ्रिवान, नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु र आज चाहिँ मलाई एकदमै धेरै अल्छी लागिरहेछ किनकि घरमा कोही छैन, कोही नभएकोले गर्दा चाहिँ मलाई अल्छी लागिरहेछ। आमा पनि हुनुहुँदैन, नभए चाहिँ आमा र म त्यतिकै बात मार्दै बस्छौँ, के अब काम गर्दै बात मार्दै बस्छौँ। आज आमा पनि हुनुहुन्न, त्यही भएर चाहिँ मलाई धेरै अल्छी लागिरहेको छ। र आजको वेदर चाहिँ यस्तो भइरहेछ, आज जाडो जाडो भइरहेछ। यो मटर पनि अब सक्नु लागेको छ र यो प्याज भर्खर हुँदैछ र आज चाहिँ मलाई जाडो लागिरहेछ। अरू बेला घामहरू लाग्थ्यो हो र आज चाहिँ फेरि घाम पनि छैन। आज गाजर रोप्नु पर्यो भनेर सोचेको थियौँ, तर घाम पनि लागेन, आमा पनि हुनुहुन्न, त्यसैले अब भोलि रोप्छौँ गाजर चाहिँ। आज चाहिँ म तपाईँहरूलाई चाहिँ यहाँ हाम्रो घरको चाहिँ लज देखाउँछु है, कस्तो छ भनेर। अब पर्सिदेखि चाहिँ टुरिस्ट पनि लाग्छ र म तपाईँहरूलाई चाहिँ लज देखाउँछु। होमस्टे छ यहाँनिर, सो हेरिदिनुहोस् होला है साथीहरू। हाम्रो यहाँको होमस्टे कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भनिदिनुहोस् होला। सो लेट्स गो फर आवर होमस्टे। यो चाहिँ हो हाम्रो होमस्टे र यहाँनिर चाहिँ छ यसको नेम एन्ड एड्रेस एन्ड नम्बर यहाँ चाहिँ रहेको छ। यहाँ चाहिँ बेला बेलामा फरेस्टहरूतिर चाहिँ भालु पनि निस्किने गर्छ यहाँनिर चाहिँ। यो साइडमा होइन, अलिक यहाँदेखिको टाढो नै निस्किन्छ भनेर चाहिँ मैले सुनेको थिएँ। र यो चाहिँ हाम्रो रुमहरू, यो एक नम्बर, 2 नम्बर र यो 3 नम्बर हो। 1 र 2 चाहिँ म देखाउँछु है। यहाँ चाहिँ फुलहरू पनि छ। अझै यसलाई कति डेकोरेट गर्नुपर्ने छ होइन, अहिले टाइमै पाएको छुइनँ, त्यही भएर। यो चाहिँ हो 1 नम्बर रुम र यहाँभित्र चाहिँ यो चाहिँ टोइलेट बाथरुम हो। यो बेड हो। यहाँको खासियत चाहिँ यहाँबाट चाहिँ एकदमै भ्यूहरू देखिन्छ नि त। यहाँबाट अहिले चाहिँ यो साइडमा चाहिँ हुस्से लागिरहेको छ, यहाँबाट चाहिँ कञ्चनजङ्घा भ्यू देख्छ, त्यही भएर चाहिँ यो साइडमा, त्यही भएर टुरिस्टहरू चाहिँ कञ्चनजङ्घा भ्यू हेर्नुको लागि नै बेसी जस्तो आउँछ। यो रुम हो, 1 नम्बर रुम हो, यस्तो छ हो। नेक्स्ट रुम यहाँ छ, यो चाहिँ हो यहाँको सेकेन्ड बेड र यहाँनिर चाहिँ डबल बेड पनि छ, सुविस्ता हुन्छ। बेसी फ्यामिली छ भने चाहिँ यो डबल बेड भएकोले गर्दा चाहिँ सजिलो हुन्छ गेस्टहरूलाई। र यहाँबाट पनि भ्यूहरू नै देखिन्छ र यो अहिले चाहिँ धुम्म भइरहेको छ। यो धुम्म भएको जग्गामा चाहिँ कञ्चन भ्यू देख्छन्, दामी देख्छ। बिहान मर्निङमा चाहिँ मजाको भ्यू देख्छ यहाँबाट चाहिँ। र यहाँ छ टोइलेट बाथरुम। यो चाहिँ हो यहाँको टोइलेट बाथरुम। यस्तो छै रुमहरू चाहिँ। यो चाहिँ हो 3 नम्बर रुम र यो रुम चाहिँ एउटै छ, त्यसैले मैले खोलिनँ। सो कस्तो लाग्यो तपाईँहरूलाई यहाँको होमस्टे भनिदिनुहोस् होला। सानो छ तर अब राम्रो छ बस्नु यहाँनिर होइन। अब यहाँको प्याकेज हुन्छ, प्याकेजमा चाहिँ तपाईँको लन्च, स्न्याक्स र डिनर हुन्छ र मर्निङको ब्रेकफास्ट पनि साथमा हुन्छ। र प्याकेजमा चाहिँ 550-600हरू हुन्छ प्याकेजको चाहिँ। सो फ्यामिली आएर बस्छ, बेसी जस्तो फ्यामिली नै आउँछ। डबल बेडले गर्दाखेरि चाहिँ यहाँ बेसी जस्तो फ्यामिली नै आउँछ। र कस्तो लाग्यो भनिदिनुहोस् होला है कमेन्टमा। सानो छ, राम्रो छ, सफा छ। यहाँको इन्भाइरोमेन्ट एकदमै शान्ति खालको इन्भाइरोमेन्ट छ यहाँनिर। सो यो फुलहरू छ यहाँनिर। यहाँबाट चाहिँ यस्तो भ्यूहरू अब
दामी देख्छ नि त। अन्त त्यही भएर टुरिस्टहरू चाहिँ बेसी मात्रामा चाहिँ कञ्चनजङ्घा भ्यू हेर्नुको लागि नै आउँछ। तर कतिको भाग्यमा हुन्छ, कतिको भाग्यमा चाहिँ हुँदैन। कोही बेला मजाले देखिरहेको हुन्छ दिनभरि पनि, तर अहिले चाहिँ हुस्से लागेकोले गर्दाखेरि चाहिँ भ्यू चाहिँ देख्नु सक्दैन। मर्निङमा चाहिँ देख्नु पाउँछ, कतिहरूले पाउँछ कतिले पाउँदैन। यहाँको होमस्टेको नाम चाहिँ लुङछु कञ्चनजङ्घा भ्यू होमस्टे हो। र तपाईँलाई कस्तो लाग्यो भनिदिनुहोस् होला होइन। यहाँ चाहिँ डल्लै आमाले फुलहरू रोप्नु भएको छ हो। यो चाहिँ अब यहाँकै आमाले रोप्नु भएको फुलहरू। आमाले चाहिँ धेरै फुलहरू मन पराउनुहुन्छ र धेरै रोप्नु पनि हुन्छ हो। र सबै फुलहरू नै आमाले नै रोप्नु भएको हो। र म त बेला बेलामा मात्रै आउँछु जान्छु त्यस्तो गर्दै हो। र म एभ्री टाइम त यहाँ बस्दिनँ। यहाँ चाहिँ सबै आमाले रोप्नु भएको फुल हो। र म चाहिँ अब एभ्री टाइम चाहिँ म बस्दिनँ, म चाहिँ आउँदै जाँदै गर्छु नि त। त्यही भएर चाहिँ अब म त स्याहार्नु पाउँदिनँ। अब मलाई त त्यस्तो बेसी फुलहरू स्याहार्नु पनि आउँदैन, फ्याक्ट कुरा हो होइन। त्यस्तो बेसी फुलहरू रोप्नु पनि आउँदैन। आमाले चाहिँ एकदमै बेसी अब रोप्नुहुन्छ फुल भनेपछि चाहिँ। आमा चाहिँ अब यति धेरै मन पराउनुहुन्छ होइन। सो यहाँ चाहिँ सबै फुलहरू आमाले नै रोप्नु भएको हो। र अब म चाहिँ अब खाजा बनाउनु जान आँटेको होइन। र तपाईँहरूलाई मेरो भिडियोहरू कस्तो लाग्दैछ भनिदिनुहोस् होला होइन। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ होला। र जसले मेरो भिडियोहरू हेर्नु भएको छैन मेरो पेजमा गएर हेर्नु सक्नुहुन्छ। मेरो धेरै भिडियोहरू हालेको छु हो। ल लाइक एन्ड फलो गर्नु चाहिँ नभुलिदिनुहोस् होला है। फलो गरिदिनुहोस् होला होइन। फलो गर्नुभयो भने मलाई पनि अब हेल्प हुन्छ। अब मैले भिडियो बनाउनु थालेको होइन। सो त्यसै अब अल्छी लाग्छ, अन्त त्यही भएर भिडियो बनाउनु थालेको। अब एक्चुअलमा म चाहिँ को हो, यहाँको चाहिँ के पढ्छु, म चाहिँ तपाईँलाई स्टोरी चाहिँ म चाहिँ तपाईँहरूलाई नेक्स्ट भिडियोमा सेयर गर्छु होइन। सो त्यो स्टोरीको लागि चाहिँ मेरो भिडियो पर्खिनुहोस् होला। म तपाईँलाई सबै स्टोरी बताउँछु हो। र अहिलेको लागि चाहिँ यति नै। अब म खाजा बनाउनु जानुपर्छ, त्यही भएर चाहिँ मैले भिडियो एन्ड गर्दैछु होइन। सो थ्याङ्क यू सो मच एभ्री वान मेरो भिडियो हेरिदिनु भएकोमा। र अहिलेको लागि चाहिँ बाई बाई एभ्री वान।